नभएपछि म यहाँ तानेर पनि भित्र छिराउने वाला छु। आज औँसी पूर्णिमाको सम्पूर्णलाई शुभकामना। हाम्रो पसल बिहान 6 बजे नै खुलिसकेछ। अब आज फर्स्ट कस्टमरलाई जो आउनुहुन्छ नि म 3वटा क्वेसन सोधिनेछु र 3वटा क्वेसन उहाँले मिलाउनु भयो भनेपछि उहाँको मोबाइलमा लाग्ने ब्याक कभर टेम्पर ग्लास म फ्री गरिदिनेछु। ल है त अब को आउँछन् म बाहिर जाँदैछु। पसलमा फर्स्ट कस्टमर को छिर्नुहुन्छ त उहाँलाई नभएपछि म यहाँ तानेर पनि भित्र छिराउने वाला छु। कहना क्या चाह रहे हैं भाई आप? ल गाइस हामी बाहिर आइसकेछौँ। अब हामी हेलो हेलो ब्रदर ब्रदर हजुर हजुर के छ कता जान लाग्नु भयो? बाबु आफ्नो रुमतिर हिँड्दै। हो आज यहाँ भित्र देख्नु भयो नि पसल देख्नु भयो? हजुर हजुर हो यो पसलमा आज अफर छ नि। के को अफर? अफर छ तर म भन्छु नि मोबाइल छ मोबाइल छ। खै देखाउ त के को पसल देख्यौ नि? मोबाइल पसलदेखि हो अगाडि टेम्पर ग्लास फुटेछ अनि ब्याक कभर पनि छैन। त्यो चेन्ज गर्ने हो? चेन्ज गर्ने चेन्ज गर्न मन लागेको छ? अहिले त पर्दैन, अहिले पछि गरिदिनु। के पैसा छैन? पैसा छैन। फ्रीमा गरिदिन्छु नि। के छ छैन ए फ्रीमा गरिदिन्छु गर्ने हो? नगर्नु। त्यतिकै त गर्दैन म पनि पैसा त लाग्ने नै हो। ल गर्ने होइन? ए यसको लागि क्वेसन छ म च्यालेन्जिङ गर्छु। त्यो च्यालेन्जिङ गरे बापत क्वेसन मिलायो भने बापत म यो फ्रीमा गरिदिन्छु नि। अगाडि टेम्पर ग्लास पनि फ्री र पछाडिको ब्याक कभर पनि फ्री गरिदिन्छु। ओके 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 ल 3टा क्वेसन सोध्छु होइन? ल फर्स्टको क्वेसन रहेको छ आज के हो? आज शुक्रबार। शुक्रबार बार त हो आज केही विशेष दिन छ नि त। आज बे जल्दी बोल कल सुबह पनवेल निकलना है। आमाको मुख हेर्ने दिन। वाह आमाको मुख हेर्ने दिन। ल उहाँले एउटा क्वेसन फर्स्ट क्वेसन मिलाइसक्नु भएको छ र अब 2टा क्वेसन मिलाउनु भयो भनेपछि उहाँको टेम्पर ग्लास ब्याक कभर चाहिँ फ्री हुनेछ। अब सेकेन्ड क्वेसनमा रेडी हो? रेडी। ल फेसबुक चलाउँछौ? चलाउँछु। फेसबुकको स्थापना कहिले भएको हो? यसको र मेरो डेट अफ बर्थ एउटै थियो क्या कि। ल सोध त एकछिन। 2004 फेब्रुअरी 4 क्या। ओ माई गड जो गरेको होइन फेब्रुअरी 4 2004 मा फेसबुकको स्थापना भएको। उहाँले 2टा क्वेसन मिलाइसक्नु भएको छ। अब लास्ट क्वेसन बाँकी रहेको छ। लास्ट क्वेसन रेडी? रेडी। अहिले हामी कहाँ छौँ? अहिले हामी एकै बाटोमा छौँ। कहना क्या चाह रहे हैं भाई आप? बाटोमा त छौँ तर यो ठ्याकै लोकेसन नाउँ थाहा छ कि छैन? ल भन त। अब यो कालीमाटी शालिगमा छ। हाम्रो पसलको लोकेसन पनि भनिदेऊ त। थाहा छ? यो शालिगबाट यति देब्रे अलिकति अगाडि रहेछ। कालीमाटी कालीमाटी चौक? कालीमाटी चौक शालिग डिभाइन कम्प्लेक्सको अगाडि रहेछ। यहाँ डिभाइन कम्प्लेक्सको अगाडि हो। ल हजुरहरू पनि गेम खेल्न चाहनुहुन्छ भनेपछि हाम्रो डिभाइन कम्प्लेक्सको ठ्याक्कै ढक्कराजु पसलको साइडमा रहेछ। साइडको मोबाइल पसलमा हजुरहरू आउनु होला र आज एकदम विशेष अफर छ।